यी हुन् प्युठानकी तारा थापा दिदी, जसको श्रीमान 1 वर्ष अगाडि इन्डियामा दुर्घटना परि मृत्यु भयो र अहिले तारा दिदी आफ्ना 4 सन्तान हुर्काउनको लागि यसरी दिनरात मजदुर काम गर्दै हिँडिराख्नु भएको छ। कहिले कसो त मर्न पाए नि कस्तो हुन्थ्यो होला भने जस्तो हुन्छ। त्यस्तो त सोच्नु हुन्न नि दिदी। पेट लाग्छ, छोराछोरी हुर्काउनु पर्यो, सबै जिम्मेवारी म माथि छ, क्यारी हो भन्नुहुन्छ। नरुनु दिदी, नरुनु, त्यस्तो नराम्रो सोच्न हुँदैन। अब सुखका दिन पनि आउँछन्, आउलान् होइन। आउलान् भन्ने दिन आउने भएन, मलाई त सधैँ यस्तै त हुने छ भन्ने हुन्छ। र दर्शकबिन, यो अवस्था थाहा भइसकेपछि पत्रकार भोजराज थापा आज उहाँलाई भेट्न उहाँको घरसम्मै जाँदै गर्दै हुनुहुन्थ्यो। तर उहाँ बीच बाटोमै यसरी लेबर काम गर्दै गरेको अवस्थामा भेटिनुभयो। दृश्यमा देखिनुभएकी दिदी जसको 1 वर्ष अगाडि भारतमा श्रीमानको मृत्यु भयो, उहाँले अहिले दिन रात लेबर काम गर्नुहुन्छ, यसरी नै बेल्चा चलाइराख्नुहुन्छ। कारण उहाँका 4 सन्तानहरूलाई उहाँले पाल्नुपर्ने बाध्यता छ। श्रीमानले कमाउन होला, सुखका दिन आउला भन्ने बेला त्यस्तो हुनुभयो। मलाई दुःखै भयो सधैँभरि, कहिले सुख हुने भएन। घर त्यस्तो हो, अलिकति कमाइ नभएपछि छरछिमेकले नि अलि उ गर्छन्, हेला गर्ने रहेछन्। त्यही भएर नि मन दुख्छ, रातभर निद लाग्दिनँ, रुन्छु रातिमा, दिउँसो काम गर्छु, साँझ कहिले कसो खानाहरू नपकाइ पनि नि सुत्छौँ हामी, नखाइकन नि। कहिले खान्छौँ, कहिले खाँदैनौँ। दुःख भन्ने यस्तै रहेछ भन्ने हुन्छ। हजुरहरू आउनुभयो सर, हामीलाई दुःख देखेर यस्तो गर्न आउनुभयो। त्यही घरको पिर छ मलाई, जति छोराछोरी त क्यार हो भन्ने भए। घर धराप छ, घरले आज हो कि भोलि हो कि पल्टिन्छ भन्ने हुन्छ। सबैले यस्तो घरमा क्यारी बसिछेस्, बरु अन्त कोठा ल्याएर बस भन्छन्। भाडा तिर्ने पनि पैसा चाहियो। हेर्नु, मसँग पैसा छैन, छोराछोरीलाई नाम लेखाउन नसक्ने अवस्था छ, कसरी गर्ने मैले। त्यही श्रीमानले अलिअलि गरेर पठाउनुहुन्थ्यो र यिनलाई पढे खर्च त हुन्थ्यो। अहिले केही छैन। हेर्नु, 4 महिना छोराछोरी पाल्ने जिम्मेवारी म माथि छ। लेबर काम गर्ने हो, कहिले पाइन्छ कहिले पाइन्न। तपाईँको बच्चा हो? हजुर हजुर, नानी हो त्यो। यहाँ त छोरी हो? हजुर, छोरी हो। ऊ छोरी, पारीको छोरा? हजुर। बाबु यहाँ हो, दुवैजना आऊ त, आऊ। अनि यिनीहरू चाहिँ फेरि घरमा नबस्छ किन यहाँ काम? घर बस्नु मान्दिनन् कि, यस्तै सँगसँगै हिँड्छन्, यस्तै खेल्ने त्यहाँ अलि खाना खाने बेला जान्छन् म सँगसँगै। पढ्दैनन् यिनीहरूले? स्कुल पढ्न त अब त्यही त पैसा हुनु पर्यो सबैभन्दा। कतिमा पढिरहेछन् कि पढ्दै पढाएछन् कि? पढ्न त पढ्छन्, अब पैसा नभएर नाम लेखाउन यताउता गाह्रो छ। कापी किन्न पर्यो, कलम किन्न पर्यो, त्यो भएर। नानी कतिमा पढ्छ अहिले तिमीले? मैले 7मा। 7मा? हजुर। यति सानी मान्छेले 7मा पढ्छन्? हजुर। ए, तिम्रो नाम के हो? मनिषा थापा। कति वर्ष पुग्यौ? म 10 वर्ष पुगेँ। तिमी पनि थापा हो? हजुर। म पनि थापा हो। कति राम्री रहेछन् नि, कस्तो हँसिली। यहीँ गर त, यहाँ त दाँत छैन। मुसाले खायो दाँत हो? होइन। अनि पढाइमा ट्यालेन्ट छौ कि छैन? छौ? अलि जोडले बोल न। छौ? हजुर। ओहो, के आउँछौ? फर्स्ट सेकेन्ड थर्ड के आउँछौ? कहिले फर्स्ट सेकेन्ड थर्ड आउँछु। हो? हजुर। अहिले के आयो? अहिले थर्ड आम। अहिले थर्ड आयो? हजुर। पढाइ त बिग्रिन लाग्छ, पहिला फर्स्ट आउने मान्छे अहिले थर्ड आउने होइन, प्रत्येक क्लासमा फर्स्ट सेकेन्ड थर्डमा एउटा आएको छु। हो? हजुर। अब के आउँछौ योचोटि? अब थाहा छैन। हो, फर्स्ट आउनुपर्छ है। हस्। तिमी यहाँ आऊ त बाबु, तिमी चाहिँ के आउँछौ फर्स्ट सेकेन्ड थर्ड? आन्न। कतिमा पढ्छौ तिमीले? म 4मा। 4मा पढ्छौ? कति वर्ष पुग्यौ? 6 वर्ष। ए, पढाउनु त पढाउनु भएको रहेछ जेन तेन गरेर भए पनि, तर अब चाहिँ
कसरी पढाउने यी बच्चाहरूलाई भन्ने चाहिँ छ है। हजुर गाह्रो छ अहिले अब फिस पनि महँगो छ बच्चाहरूलाई पढाउनको लागि अनि यिनीहरूलाई ड्रेस किन्नु छ सबैले ड्रेस किनेर जान्छन् हाम्रो ड्रेस छैन ए स्कुलमा ड्रेस नलाइकन जान्छौ? ड्रेस चाहिँ पुरानो लगाएर जान्छ। पुरानो छ। हजुर मलाई चाहिँ यहाँ धेरैले भन्नुभएको थियो होइन, एकजना दिदीले यस्तै धेरै दुःख उरी आउँदा पनि घर फालिदियो हेर्नु जसरी तसरी अलिअलि टिनको पाटा अड्डाछु मात्रै घरमा त्यो माथि चढ्न नमिल्ने छ सबै बाँसको भाटाको घर बनाएको त्यही भएर भत्किन लाग्यो भएर नचढ्ने भएर यस्तो भएको। हामी चाहिँ यति बेला तारा दिदीको घरमा जाँदैछौँ। घरको अवस्था पनि निकै नाजुक छ भन्ने थाहा पाइसकेपछि यता सोध्नु पर्छ कि नै दिदी? फेरि हामी त नसोधिकन आइयो है। तिमीलाई गीत गाउन आउँछ कि डान्स गर्न आउँछ कि के गर्न आउँछ? डान्स गर्न आउँछ। डान्स गर्न आउँछ? हजुर डान्स गर्न जानिछौ? हजुर श्रीमानले कमन होला सुखका दिन आउला भन्ने बेला त्यस्तो हुनुभयो। मलाई दुःखै भयो सधैँभरि कहिले सुख हुने भएन। घर त्यस्तो हो अलिकति कमाइ नभएपछि छरछिमेकले नि अलि उ गर्छन् हेला गर्ने रहेछन् त्यही भएर नि मन दुख्छ रातभर निद लाग्दिन रुन्छु रातिमा दिउँसो काम गर्छु साँझ कहिले कसो खानाहरू नपकाइ पनि नि सुत्छौँ हामी नखाइकन नि कहिले खान्छौँ कहिले खाँदैनौँ दुःख भन्ने यस्तै रहेछ भन्ने हुन्छ। हजुरहरू आउनुभयो सर हामीलाई दुःख देखेर यस्तो गर्न आउनुभयो त्यही घरको पिर छ मलाई जति छोराछोरी त क्यार हो भन्ने भए घर धराप छ घरले आज हो कि भोलि हो कि पल्टिन्छ भन्ने हुन्छ सबैले यस्तो घरमा क्यारी बसिछेस् बरु अन्त कोठा ल्याएर बस भन्छन् भाडा तिर्ने पनि पैसा चाहियो हेर्नु मसँग पैसा छैन छोराछोरीलाई नाम लेखाउन नसक्ने अवस्था छ कसरी गर्ने मैले त्यही श्रीमानले अलिअलि गरेर पठाउनु हुन्थ्यो र यिनलाई पढाउँदै पढाइ खर्च त हुन्थ्यो अहिले केही छैन हेर्नु 4 महिना छोराछोरी पाल्ने जिम्मेवारी म माथि छ लेबर काम गर्ने कहिले पाइन्छ कहिले पाइन्न। तपाईको बच्चा हो? हजुर हजुर नानी हो त्यो यहाँ त छोरी हो? हजुर छोरी हो। ऊ छोरी पारीको छोरा? हजुर बाबु यहाँ हो दुवैजना आऊ त आऊ। अनि यिनीहरू चाहिँ फेरि घरमा नबसेर किन यहाँ आएका?